सब गाइज ल है केटा यो चाहिँ मेरो पहिलो भिडियो सबैले माया देखाइदिनु पऱ्यो सबले सपोर्ट गर्नु पऱ्यो अनि ट्याङमा सब्सक्राइब पनि हान्नै पऱ्यो किनकि दाइ आउँछ भोलिबाट लगातार आउँछ केटा होला ऋषि धमलाको ठग लाग्यो केटा थाहा नि ठग लाग्यो नि के हो ल हानिदिउँ ब्लाइन्डेड भन्ने त थाहा होला तपाईलाई हैन नेपालको टप नम्बर 1 शो हैन नेपालको टप नम्बर 1 शो ब्लाइन्डेड रियालिटी शो हजुर रियालिटी शो हजुर कसले भनेको यो लागि त के छ चाहिँ के छ त पैसा छ यस्तो चीज छ जुन चीज तपाईले देख्नु भएको छैन त्यो चीज आज देखाइदिनु जीवनमा रुनुहुन्छ है धुरु 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 बेला बेला चलचित्र चलोस् भनेर आकाश नायिकाहरूमा तपाईँलाई मनपर्ने को हो जीवनमा सबै एकजना स्पेसली नाम लिनु पर्यो भने कसको एलिसा गौतम हमारा हेरेर ऋषि सर यहाँको बिहान दिनको आहार मलाई भन्नुहोस् त म बिहान 4:30 बजे उठ्छु उठिसकेपछि म 3 ग्लास मन तातो पानी ठीक हो पानी त खानै पर्छ पानी नै हो त यो एनर्जी पानीबाट हो एकदम पानी विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा शक्तिशाली राष्ट्रपति बनेका छन् डोनाल्ड भन्दैछु त म त कुरा नमिल्नु भनेको उहाँबाट पनि कुरा नमिल्नु मबाट पनि कुरा नमिल्नु एकजनाको मात्र हैन गल्ती थियो दोस्रो पनि गल्ती थियो पहिलोको चाहिँ कुरा नमिलेको हो अरु थोकमा एकदम सच्चा मान्छे हो दोस्रोको चाहिँ झुटा मान्छे हो पहिलो र सेकेन्डलाई कम्प्यारिजन गर्न मिल्दैन यहाँनिर अब तेस्रो विवाह कहिले गयो दुनियाँका इतिहासमा यति छोटो अवधिमा कारण कुनै पनि मुलुकमा भएको छैन संहिता भनेको त माइखाइ भाडे हो तपाईहरु होइन तपाईले तपाईहरुले गाडी चढ्ने अनि तपाई निवासमा बस्छ तपाईहरुको मात्र हैन संहिताले के गर्यो भन्नु त्यसमा विकास कहाँ गर्यो देखाउनु तपाई मुख्यमन्त्री भएपछि तपाईले गरेको विकास बोल्न त दियो अलिकति तपाई के भन्छ ऋषिजी चिच्यारो नभन्नुहोस् मेरो कुरा तपाईको कुरा भन्नुहोस् विकास के गर्नु पर्छ विकास कुरा भन्नु विकास तपाईले के गर्नु भन्नुहोस् न तपाई हैन मुख्यमन्त्रीले मलाई पर्छ सन्ताला भन्यो तपाईले सन्ताको मुख्यमन्त्री समाज सरकारले कति कामहरू भने जनतालाई बाँड्छ तपाईलाई दिनु पर्दैन तपाईलाई दिन्न तपाईको जवाफ दिए तपाईलाई दिन्न है तपाईलाई दिन्न हैन तपाईलाई देशको मुख्यमन्त्री यसै तपाईलाई प्रेम त गर्नु प्रेम गर्न मुड आयो फेरि मुड चेन्ज भयो प्रेम गरे छोड्नु 2-4 जनाले तपाईलाई पुग्दैन बाँचिन्जेलसम्म फरक प्रेमहरू आइ नै रहन्छ तपाईले फरक केटाहरूसँग फरक शैलीमा प्रेम गर्नु हाम्रो देशमा गण्डकी प्रदेशबाट निर्वाचित भएर त्यतिखेर जसरी हामीले प्रदेशको कुरा गरिरहेको छौँ प्रदेश सांसद राजीव गुरुङ हाम्रो बिचमा हुनुहुन्छ तपाईलाई म जनता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु नमस्ते थ्याङ्क तपाईँ अपराधी हो गुन्डाहरूलाई तल आउनु त नेपाल परले नि हो नि राजीव गुरुङ तल हासल एउटा जेल हालेको छ तपाईँ भन्नुहोस् एउटा गतिलो मान्छेलाई थुनेको देखाउनुहोस् तपाईँलाई लगेर थुन्यो हजुर तपाईँ हास्य कलाकारबाट एक्कासी फड्को मारेर हिरो बन्नुभयो हजुर कसरी बन्नुभयो फड्को मारेर नि यार आफै भनेर फड्को मारेर हिरो बन्नु भने कसरी भन्नु भन कि यो क्वेसन नै भन दाइ यार यस्तो हुन्न कि दाइ सोच्नु पर्यो क्वेसन नै भन अहिले तपाईँको कोही गर्लफ्रेन्ड छैन ढाँट्नुभयो तपाईँले होइन ढाँटेको होइन म सत्य बोल्छु तपाईँ गर्लफ्रेन्ड लिएर हिँड्नुहुन्छ कता तपाईँ सबै देखाउनुहुन्छ ल
आजको भिडियो चाहिँ यति नै रहेको छ होइन।